मुख्यमन्त्री कप राष्ट्रिय महिला फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एपिएफ क्लबबाट खेल्दै गरेकी मिडफिल्डर प्रीति राई घाइते भएकी छन्। रौतहट विरुद्धको खेलमा चोट बोकेकी राईको उपचारका लागि त्रिशुली अस्पताल लगिएको थियो। सो अस्पतालमा हाडजोर्नी विशेषज्ञ डाक्टर दिलीप गोजुले उनको स्वास्थ्य परीक्षण गरेका थिए। अस्पतालका अध्यक्ष उपेन्द्र बुढाथोकीका अनुसार राईको एक्सरेमा कुनै गम्भीर चोट देखिएको छैन। चिकित्सकको सल्लाह अनुसार उनलाई केही दिन पूर्ण विश्राम गर्न सुझाव दिइएको छ। प्रीति राईको यसअघि पनि शल्यक्रिया भइसकेका कारण आवश्यक परे एमआरआई गर्नुपर्ने चिकित्सकले बताएका छन्। एमआरआई तत्काल नगरी सुन्निएको कम भएपछि मात्र गर्नुपर्ने सल्लाह समेत चिकित्सकले दिएका छन्। एपिएफले उक्त